सो हेलो एन्ड नमस्ते एभ्रीवन, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज हामी कुरा गर्नेवाला छौँ नेपाली गायक दुर्गेश थापाको बारेमा। गायक दुर्गेश थापाले आफ्नो कार्यक्रम रोकिएको भन्दै आक्रोश पोखेका छन्। डाङमा आयोजना हुने भनिएको कार्यक्रम केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल र नियोजित रणनीतिले रोकिएको उनले आरोप लगाएका हुन्। दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा आफूलाई निकै दुःख लागेको उनले बताएका छन्। काठमाडौँको कलंकीबाट 34 ग्राम खैरो हेरोइन सहित 4 जना युवा पक्राउ परेका छन्। उनीहरूले क्रेटा गाडी र मोटरसाइकल प्रयोग गरेका थिए। पक्राउ पर्नेमा समीर रोका, अनुप घिमिरे, विक्रम तामाङ र रोमसो अधिकारी रहेका छन्। परराष्ट्र मन्त्री आर्जु राणाले परराष्ट्र मन्त्रालयको काम विदेशमा रहेका नेपालीको उद्धारमा सीमित भएको बताएकी छन्। सीमित स्रोत र साधनका कारण उद्धार कार्य कठिन भएको उनको भनाइ छ। नेपाली राजदूतावास 40 देशमा मात्रै रहेकाले समस्या हुने गरेको उनले बताएकी छन्। थाइल्याण्डबाट आएको 22 किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 2 भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरू थाई एयरवेजको उडानबाट नेपाल आएका थिए। लगेजभित्र चकलेटको प्याकेट बनाएर गाँजा ल्याइएको थियो। भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा 4 दिनदेखि हराइरहेका 66 वर्षीय भरत दुलाल मृत भेटिएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। शव हेर्दा हत्या जस्तो नदेखिएको प्रहरीको भनाइ छ। राइस कुकर बनाउने बहानामा हनी ट्र्यापमा फसाउन खोजेको आरोपमा पक्राउ परेकी अस्मिता आचार्य 45,000 रुपियाँ धरौटीमा रिहा भएकी छिन्। काठमाडौँ जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपाललाई सहयोग गरेको भन्दै जापानप्रति खुशी प्रकट गरेका छन्। उनले जापानी राजदूत मायादा तोरूसँगको भेटमा 2 देशबीचको सम्बन्ध र सहकार्यबारे छलफल गरे। अध्यक्ष दाहालले नेपालको विकासमा जापानको सहयोग महत्वपूर्ण रहेको बताए। रोल्पाका तत्कालीन ट्राफिक प्रहरी प्रमुख ललित कुमार बुढाथोकी घुससहित पक्राउ परेका थिए। विशेष अदालतले उनलाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेको छ। उनलाई 25,000 जरिवाना, 1,000 क्षतिपूर्ति र 3 महिना कैदको फैसला सुनाइएको छ। काठमाडौँको सीतापाइलाबाट 120 थान खुकुरी चोरी गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। प्रहरीले 45 वटा खुकुरी बरामद गरेको छ। पक्राउ पर्नेहरूमा राजकुमार तामाङ, शेख जफरे आलम र लाल मोहम्मद देवान रहेका छन्। अमेरिकाकी टिफनी भेडेकाइनलाई हचिन्सन गिलफोर्ड प्रोजेरिया सिन्ड्रोम नामक दुर्लभ रोग लागेको छ, जसकारण उनको उमेर 10 गुणा छिटो बढिरहेको छ। 20 वर्षमै दाँत झरेका छन् र 47 वर्षको उमेरमा कपाल र दाँत सबै झरेका छन्। मोरङको बक्राहा खोला किनारमा 24 वर्षीय अजय टुडु र जुबामुनि हस्ता एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। प्रधानमन्त्री ओलीले चिकित्सक र नर्सहरूलाई न्यूनतम तलब दिनुपर्ने बताएका छन्। उनले गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक नदिएको भन्ने गुनासो आएको बताए। स्वास्थ्य मन्त्री पौडेलले यसलाई कडाइका साथ लागू गर्ने प्रक्रियामा रहेको बताएका छन्। भारतको सर्वोच्च अदालतले युट्युबर रणवीर अलाहाबादियालाई उनको पडकास्ट द रणवीर शो सुरु गर्न अनुमति दिएको छ, तर उनले कुनै पनि अश्लील कुरा देखाउन पाउने छैनन्। अदालतले यो शो विवादित दृश्यलाई मात्रै प्रतिबन्धित गर्ने गरी सुरु गर्न अनुमति दिएको हो। अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीले 2087 मा संविधान संशोधन गर्ने भनेर जनतालाई झुक्काएको बताएका छन्। उनले संविधान संशोधनका लागि सर्वदलीय समिति बनाउनु पर्ने र अहिले प्रक्रिया थाल्नुपर्ने बताए। उनले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको बताए। प्रचण्डले सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन्। उनले 2/3 दम्ब देखाउने सरकारले सदन चलिरहेको बेला अध्यादेश ल्याउनु गलत भएको बताए। केही अध्यादेश स्वीकृत नहुने उनको भनाइ छ। मंगलबार सुनको भाव तोलाको 1400 रुपियाँले बढेर 1,69,500 रुपियाँ पुगेको छ। चाँदीको भाव पनि तोलाको 25 रुपियाँले बढेर 1940 रुपियाँ पुगेको छ। ओम मेगाश्री फार्मास्युटिकल्सले फागुन 27 देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। 18 लाख किता शेयर मध्ये 14,76,000 किता सर्वसाधारणलाई दिइनेछ। कम्पनीको प्रति शेयर आम्दानी 98 पैसा र नेटवर्थ 91 रुपियाँ 15 पैसा छ। पाल्पामा बुवा र दिदीको कुटपिटबाट 39 वर्षीय यज्ञ बहादुर कुमालको मृत्यु भएको छ। घराइसी विवादमा भएको झगडामा बुवा र दिदीले कुटपिट गरेका थिए। प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। एमाले मोरङको 10औं अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। राजकुमार ओझा र अजम्बर राई अध्यक्षका लागि प्रतिस्पर्धामा छन्। 165 सदस्यीय कमिटिका लागि 911 प्रतिनिधिले मतदान गर्नेछन्। मतदानपछि मतगणना हुनेछ। थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेपछि सडक डुबानमा परेको छ। पसलहरूमा पानी पसेको छ र सडक अवरुद्ध भएको छ। यसअघि बबरमहलमा पनि पाइप फुटेर डुबान भएको थियो।